पिबी आयो यो क्वेसन धेरै नै इम्पोर्टेन्ट क्वेसन हो यो आउन सक्छ 2015 पेज नम्बर 120 अब यहाँ तपाईलाई थाहा छ मल्टिपल प्रोडक्टमा हुने भनेको के हो त भन्दाखेरि तपाईलाई क्वेसनमा दिएको हुन्छ प्राइस एउटा दिएको हुन्छ अनि त्यसपछि सरी प्राइस दुईटा दिएको हुन्छ टोटल कस्ट कतिवटा दिएको हुन्छ एउटा ल डाइरेक्ट दिएको छ हेर्नुस् टोटल कस्ट भनेर दिएको छ टीसी टोटल कस्ट भनेर दिएको छ 2 लाख प्लस 50 क्यू सजिलै छ केही गर्नै पर्दैन 2 लाख प्लस 50 क्यू टोटल कस्ट अनि तपाईलाई 2 लाख प्लस 50 क्यू प्लस 0.0 पर प्लस सिरियल नम्बर 17 को हो कि 18 को हो सिरियल नम्बर 17 हो सिरियल नम्बर 17 1 क्यू स्क्वायर ल चाँडै गर्नु ल मेरो मोबाइल स्विच अफ हुन लागेको छ फेरि बर्बाद हुन्छ 1 क्यू स्क्वायर त्यसपछि मार्जिनल कस्ट यसले दियो एमसी एमसी एम भनेको मार्जिनल कस्ट हो है 50 प्लस 0.02 क्यू तर हिजोकै मल्टी प्रोडक्ट वाला हो है एकचोटि त चेक गर ल त्यो डाउनलोड गर्न मिल्छ कि मिल्दैन चेक गर त डाउनलोड गर्न मिल्यो भने फेरि हटाउनु पर्छ चेक गर ल कसैले डाउनलोड हुन्छ कि हुँदैन त्यो चेक गर्नु है टेलिग्रामको भिडियो मैले मिलाएको छैन टेलिग्रामको भिडियो डाउनलोड गर्न मिल्दैन सर हो ओ त्यसो त धेरै राम्रो ल अब यहाँ देखेको छ पीए पीए भनेर दिएको छ 400 तर अहिले त्यो स्टार्टको वाला भिडियो छ नि त्यो एकचोटि लिंक हाल्नु होला नि ट्राई गरौँला है सर हुन्छ कि हुँदैन ल ल ल क्यूए एमआरए मार्जिनल रेभिन्यू दिएकै छ निकाल्नु परेन कति राम्रो 400 माइनस 0.02 क्यू 2 क्यू स्क्वायर हुनुपर्ने रङ यहाँ आएछ क्या पिभी क्वेसन चेक गर्ने ठिक छ कि त्यहाँ ठ्याक्कै यहाँ स्क्वायर हुनुपर्ने हो त्यस्तो लाग्छ मलाई 350 माइनस 0.015 क्यू बी मार्जिनल रेभिन्यू बी निकालेर दिएको छ उसले त्यही भएर ठिकै छ नि ननिकालेर दिएको भए चाहिँ रङ हुन्थ्यो निकालेर दिएको छ मतलब भएन क्यू बी कसरी भयो त्यहाँ 2 15 30 स्क्वायर जस्तो लाग्छ मलाई यो ल ठिकै छ उता क्यू इन्टु गर्दा स्क्वायर आइहाल्छ ल यहाँसम्म भयो यति नै हो कि भने हामीलाई चाहिने भने खासै तीनटा हो क्या टोटल कस्ट अनि प्राइस ए प्राइस बी यति भएर पुग्छ हामीलाई अरू चाहिँदैन चाहिने हामीलाई तीनटा अब रेभिन्यू त निकाल्नु पर्थ्यो यहाँ चाहिँ रेभिन्यू उसले निकालेर दियो क्या सजिलो कुरा के हो भन्दाखेरि उसले रेभिन्यू निकालेर दियो नत्र भने हामीले रेभिन्यू निकाल्नु पर्थ्यो मार्जिनल मार्जिनल कस्ट पनि छ निकाल्नु परेन मार्जिनल रेभिन्यू पनि छ निकाल्नु परेन मार्जिनल रेभिन्यू पनि छ निकाल्नु परेन सिधै हामी इक्विलिब्रियमको कन्डिसनमा जान मिल्छ सिधै ल अब के मागेको छ एमआएर त यसले भनेको छ तिमीहरूलाई कता गयो सर हजुर यो पनि मल्टी प्रोडक्ट वाला हो कसरी थाहा भयो कसरी थाहा भन्नु न भन्न कसरी थाहा भयो यो पो रहेछ त यसलाई के को तपाईँ कसरी थाहा भन्नु तँलाई सर प्रोडक्ट धेरै दिएको छ नि त लाटी एउटै कम्पनी चाहिँ एउटा हुनुपर्छ नि फेरि दुईटा कम्पनी हुने बित्तिकै फेरि मल्टिपल हुन पाउँदैन फेरि मल्टिपल हुनको लागि एउटा कम्पनीले चाहिँ दुई वा दुईभन्दा बढी प्रोडक्ट गर्छ भने त्यसलाई हामी के भन्छौँ मल्टिपल भन्छौँ अनि दुईटा प्रोडक्ट आउने बित्तिकै फेरि त मल्टिपल हुँदैन त्यो अर्कैमा जान्छ अलिक फास्ट गर्नुपर्छ पाँच क्वेसन आइसक्यो ल सुरु गरौँ अब क्वेसनले के मागेको छ त्यही लेखौँ एमा कन्डिसन केही गर्नु पर्दैन यहाँ तिमीहरूको कन्डिसन नै के हो त भन्दाखेरि फर इक्विलिब्रियम भनेर लेख्दा हुन्छ फर इक्विलिब्रियम लेखेपछि सकिहाल्यो फर इक्विलिब्रियम मार्जिनल रेभिन्यू ए प्लस मार्जिनल रेभिन्यू बी इक्वल्स टु मार्जिनल कस्ट यो थाहा हुनु पर्यो तपाईले अब मार्जिनल रेभिन्यू ए को भ्यालु राख्नुस् कतिको थियो मार्जिनल रेभिन्यू ए 400 माइनस 0.02 क्यू ए 400 माइनस 0.02 क्यू ए प्लस अर्को हेर्नुस् के छ अर्को चाहिँ तपाईलाई 350 माइनस 0.01 350 माइनस 0.015 क्यू बी इक्वल्स टू मार्जिनल कस्ट के छ हेर्नुस् मार्जिनल कस्ट भनेको 50 प्लस 0.02 क्यू
के गरेको छैन उनी 1.5 मा 50 प्लस 0.02 क्युब। अब हेर्नुहोस् मल्टिपल प्रोडक्टमा जहिले पनि बराबर हुन्छ हजुर। सर त्यो अर्कै सारे जस्तो लाग्यो हजुरले हेर्नु त हजुर या मारेर या मारे बीको भ्यालु 350 माइनस 0.03 हुन्छ त रुक्न हेर्छु के छ त। एमआरए 400 माइनस 0.02 क्युब ठिक छ त नि 400 माइनस 0.02 क्युब ठिक छ त। तर एमआरबी को मिल्या हैन 0.0 एमआरबी के एमआरबी 0.03 क्युब हो ठिक ठिक 0.03 क्युब यहाँ चाहिँ बिगारे 0.03 क्युबी ल यहाँसम्म ठिक छ। मैले सारे मात्र है तपाईँले मेन यस्तो कन्डिसन चाहिँ बिर्सिनु हुँदैन क्या। यो हरेक क्वेसनको कन्डिसन हुन्छ टोटल रेभेन्यू निकाल्ने पर्छ मार्जिनल रेभेन्यू निकाल्ने पर्छ मार्जिनल कस्ट निकाल्ने पर्छ। सबैमा यो तीनटा त कम्पलसरी नै हो क्या। टोटल रेभेन्यू मार्जिनल कस्ट कम्पलसरी हो। मात्र चेन्ज केले गर्छ कन्डिसनले गर्छ क्या। यही हो कन्डिसन यसको। अब हेर्नुहोस् अब यति भइसकेपछि मल्टिपल प्रोडक्टले के भन्छ भन्दा क्यू बराबर क्यूए बराबर क्यूबी भनेको सबै क्यू हुन्छ क्या। यहाँनिर यो यस्तो हो 400 माइनस 0.02 क्यू सक्यो प्लस 350 माइनस 0.03 क्यू सक्यो इक्वल्स टु 50 प्लस 0.02 क्यू। अब यहाँ के लेख्नु पर्यो क्यू बराबर क्यूए बराबर क्यूबी यसरी लेख्नु पर्यो क्यू बराबर क्यूए बराबर क्यूबी यहाँ बराबर हुन्छ क्या मल्टिपल प्रोडक्टमा। अब जोड घटाउ गर 400 मा 350 जोड 750 0.02 मा 0.03 जोड्दाखेरि 0.05 क्यूब 50 प्लस 0.02 एक काटिँदा नै हुने रहेछ नि त्यही जोडिने रहेछ 2 क्यूब 50 या 13 गर्यो 750 बाट 50 गर्दा कति हो 700। अब यो उता गरेर एउटा कति हो 0.0 फेरि तिमीले बुझ्दैन होला कि 0.05 क्यू इक्वल्स टु प्लस 0.02 क्यू जोड्दाखेरि कति भयो। अब सिधै क्यू इक्वल्स टु गर 700 डिभाइडेड बाई 0.07 ल कति एन्सर आयो भने 10,000 युनिट आउँछ होला। आयो 10,000 आउँछ सर हो 10,000 नै आउँछ ल 10,000 युनिट। म तपाईँलाई एकचोटि फेरि रिभिजन गरिदिन्छु सर्टकटमा नआत्तिनुहोस् त्यो ग्यापमा पनि पढाइदिन्छु म मजाले तपाईँको न्युमेरिकलहरू भर्सक म नबिगार्ने कोसिस गर्छु। ल भनेको आउटपुट आयो। अब यसले के भनेको छ भन्दाखेरि तपाईँलाई कम्प्युट द प्रफिट म्याक्सिमाइजिङ आउटपुट आयो। अब मार्जिनल रेभेन्यू प्राइस एन्ड म्याक्सिमम प्रफिट भनेको मार्जिनल रेभेन्यू निकाल्नु पर्यो अनि मार्जिनल कस्ट निकाल्नु पर्यो। ल जानुहोस् प्राइस निकाल्नुहोस् त कति आउँछ के थियो हाम्रो यहीँबाट हेरौँ न के जानु पर्यो प्राइस कति आयो प्राइस दुईटा आउँछ एउटा कम्पनी A को आउँछ एउटा कम्पनी B को आउँछ। फर के भन त फर न्युज प्रिन्ट हैन फर पी लेख्दा नि भइगयो नि फर न्युज प्रिन्ट फर न्युज प्रिन्ट। अब पी बराबर 400 माइनस 0.01 क्यूएस हैन। अब यहाँ भ्यालु आएर त 400 माइनस 0.01 इन्टु क्यूए कति आएको थियो 10,000 ल निकाल। त्यसपछि अर्को के छ भने मटेरियल प्याकेजिङ मटेरियल्स फर प्याकेजिङ मटेरियल्स फर प्याकेजिङ मटेरियल्स सर सुन्नु न यो हजुर भिरकुटी पेपर मिल्स एउटा कम्पनीले अनि एउटा न्युज प्रिन्ट र अर्को प्याकेजिङ दुईटा प्रोडक्ट गरे हो हो त्यही हो त्यही भएर मल्टिपल भएको हो। एउटा न्युज प्रिन्ट अनि अर्को भनेको प्याकेजिङ मटेरियल भएर मल्टिपल भएको। अब राख पिबी भनेको 350 माइनस 0.015 क्यूबी 350 माइनस 0.015 क्यूबी को ठाउँमा कति आयो 10,000 ल माथिको कति आयो तल कति आयो यो प्राइस हो।
माथिको 300 आउँछ सर। माथिको 300, तलको 200 आउँछ होला। यो 150 भइहाल्यो 200। सर क्युए भनेकै 10,000 हो है? क्युए एउटै हो है? अघि भर्खर ल्याए होइन, क्युए र क्युबी बराबर एउटै हुन्छ भने होइन। एकदम ए इम्पोर्टेन्ट पहिला क्वेसन, हामी क्यु हामीले क्यु1 पढेको क्यु2 क्वेसन गरेको आउँछ कि थियो है? एक्जाम। पहिला हामी क्यु1 क्यु2 गर्थ्यौँ त्यही हो है सर? हजुर हजुर अँ। ल प्राइस पनि आयो, आउटपुट पनि आयो। अब निकाल्नु पर्यो म्याक्सिमम प्रफिट। म्याक्सिमम प्रफिट टोटल भयो यहाँसम्म। लेख total profit equals to total revenue minus total cost। टोटल रेभिन्यू माइनस टोटल कस्ट। अब यहाँ टोटल रेभिन्यू हाम्रो के हुन्छ? दुईटा हुन्छ। एउटा भनेको टोटल रेभिन्यू ए प्लस टोटल रेभिन्यू बी, दुईटा छ नि त हाम्रो। टोटल रेभिन्यू ए प्लस टोटल रेभिन्यू बी माइनस टोटल कस्ट माथि नै छ। टोटल कस्ट कति छ? 2 लाख 1 2 3 4 5 2 लाख प्लस 50 क्यू प्लस 0.01 क्यू को स्क्वायर। अब यहाँ राख टोटल रेभिन्यू ए भनेको पीए इन्टु क्यूए हो। पीए इन्टु क्यूए प्लस टोटल रेभिन्यू बी भनेको पीबी इन्टु क्यूबी। किन भन्दा प्राइस इन्टु क्वान्टिटी गऱ्यो भने टोटल रेभिन्यू आउने हो नि त। प्राइस इन्टु क्वान्टिटी गऱ्यो भने के आउँछ? टोटल रेभिन्यू हुन्छ। अब यता यहाँ भ्यालु राख्दा हुन्छ 1 2 3 4 5 2 लाख 50 क्यू को ठाउँमा 10,000 1 2 3 4 प्लस 0.01 इन 1 इन्टु 10,000 को स्क्वायर भयो। अब यहाँ राख पी भर्खर निकालेको यहाँ 200 कि 300 निकालेको थियो? 300 निकालेको थियो गाडी। 300 इन्टु 10,000 प्लस 200 इन्टु 10,000 माइनस। अब एकैचोटि गरेर त कति आयो? एन्सर आइहाल्छ। ल उता गर्दै कति आयो एकैचोटि? त्यो सबै यता माइनस हो क्या। इम्पोर्टेन्ट छ क्वेसन। ल उता कति आयो गर्दै गरौँ, यता गर्छु। यसलाई मल्टिप्लाई गर्दा माथि 2 लाख प्लस 5 लाख 7 लाख। अब यता गर्दा कति हुन्छ? 17 लाख आउँछ सर। 17 लाख। हजुर। 1 2 3 4 5। अब यता गरेर कति आयो? तीस लाख आउँछ सर। 1 2 3 4 5 6 माइनस 17 लाख। ल यही भयो टोटल प्रफिट। दुईटैको जोडेर आयो टोटल प्रफिट। यो कति आयो निकाल? 17 प्लस 13। 50 लाख आउँछ। कसरी 30 लाख आउँछ? 50। अब मलाई के थाहा कति आउँछ? निकाल्नुहोस् तपाईँहरू आफै। कति आउँछ अरे? 50 लाख आउँछ। सर एन्सर 33 लाख आउँछ टोटल। अब एन्सर कति आयो? 33 लाख। ल बस सक्यो, एन्सर यही हो, 33 लाख। ल यहाँ 3,30,000 मात्रै देखाएको छ त नि। एउटा जिरो घट्यो कि बढ्यो तिमीहरूको? अब माथि बिग्रेको भयो, क्यालकुलेसन त्यही नै हुन्छ। ठिक छ, त्यही जिरो नै एउटा घटेको यसको 3,30,000 33 लाख। ठिक छ, यही नै हो म्याक्सिमम प्रफिट। यसले एन्सर राखेको चाहिँ यो मात्र छ क्या यताको, तर पनि त्यही नै हुन्छ। ओल्ड इज गोल्डको एन्सर रङ हो र? ठिक छ त, आउने यही त हो। त्यहाँ त्यसले 3,30,000 आएछ, यहाँ 33 लाख आयो।
यही नै एउटा आइरहेको छ यहाँबाट एउटा दिनु जिरो छैन छुट्यो होला कि सर कहाँबाट एउटा जिरो छुट्यो होला कि सर काट्नै मिल्दैन ठिक छ यही नै हो कसरी काट्ने गर्ने एन्सर त ठिकै छ ल अब यहाँ हेर्नु अब यो जे गर्यो नि फेरि त्यही गर्यो तर अब उसले के गरेछ भन्दा मार्जिनल रिभेन्यू बी चेन्ज गरेछ हेर त एक ठाउँमा बी चेन्ज गरेछ के भन्छ भन्दा कम्प्युटर प्रफिट म्याक्सिमाइजिङ आउटपुट मार्जिनल रिभेन्यू प्राइस एन्ड म्याक्सिमम प्रफिट वेन डिमान्ड फङ्सन प्याकेजिङको चेन्ज भयो ए सेम त्यही भयो तपाईँको प्याकेजिङको पिबी यो दियो नि प्याकेजिङको पिबी दियो 290 माइनस 0.02 क्युबी यो दियो भनेको चेन्ज भयो प्राइस चेन्ज भयो अब प्राइस चेन्ज भयो भने चाहिँ मार्जिनल रिभेन्यू पनि चेन्ज हुन्छ भनेको ए को मार्जिनल रिभेन्यू त्यही हो मार्जिनल कस्ट त्यही हो तर यहाँ चाहिँ के भयो प्राइस चेन्ज हो भनेको अब तपाईँको टोटल रिभेन्यू चेन्ज हुने भयो त्यसपछि मार्जिनल रिभेन्यू चेन्ज हुने भयो लेख्नुहोस् वी नो द्याट तपाईँले थाहा पाउनु होला है टोटल रिभेन्यू चाहिन्छ नि टोटल रिभेन्यूबाट के आउँछ मार्जिनल रिभेन्यू र मार्जिनल कस्ट ननिकालिकन अगाडि बढ्नै मिल्दैन कन्डिसन भनेको पहिला पी दियो अब यहाँ के निकाल्नु होला टोटल रिभेन्यू बी भनेर निकाल्नु होला यो भनेको पिबी इन्टु क्युबी हो पिबी तपाईँलाई कति आएछ 290 माइनस 0.02 क्युबी इन्टु के गर्नु पर्यो क्युबी अब मल्टिप्लाई गर्नुहोस् 290 क्युबी माइनस 0.02 क्युबी स्क्वायर 0.02 क्युबी स्क्वायर अब यो टोटल रिभेन्यूलाई केमा कन्भर्ट गर्नु मार्जिनल रिभेन्यू बी इक्वल्स टु डी बाई डिक्यू इन्टु टोटल रिभेन्यू बी सार्नुहोस् बिना रेभेन्यूको मार्जिनल कस्ट नआइकन यहाँ भएका कुनै पनि टपिकहरू कम्प्लिट हुँदैन कन्डिसन ख्याल गर्नु होला ल अब यसको डेरिभेटिभ निकाल्नु त कति आउँछ डी बाई डिक्यू यहाँ बी भइहाल्यो त गर्नै पर्दैन 290 क्युबी माइनस 0.02 क्यू स्क्वायर बी ल भन्नु त कति आउँछ यसको डेरिभेटिभ 290 माइनस 2 into 2 4 0.04 क्युबी अब भयो भनेको हामीसँग मार्जिनल रिभेन्यू ए छ मार्जिनल कस्ट छ अनि मार्जिनल रिभेन्यू बी निकाल्यो अनि कन्डिसन के थियो ए प्लस बी बराबर मार्जिनल कस्ट हो नि त ए प्लस बी बराबर के हो त मार्जिनल कस्ट अब फेरि त्यही गऱ्यो भने सर अनि हामीले अघिको क्वेसनमा नि मार्जिनल रेभेन्यू सोधेको छ एमा अनि हामीले त्यो चाहिँ किन ननिकाल्यो केमा अर्को क्वेसनमा मार्जिनल रिभेन्यू त क्वेसन देखेको छैन भ्यालु राख्न चाहिँ तिमीले 10,000 राख्दा हुन्छ त्यो मार्जिनल रिभेन्यू एमा 10,000 हालिदिँदा हुन्छ युनिटमा नत्र त्यहाँ हजुरको म्याक्सिमम आउटपुट मार्जिनल रेभेन्यू प्राइस एन्ड म्याक्सिमम प्रफिट भनेको नि त मैले म्याक्सिमम प्रफिट निकाल्दिएँ त्यो रेभेन्यूमा किनको भ्यालु राख्नु पर्यो क्युको भ्यालु राखिदिने आइहाल्छ ए र बीको ल यहाँ गरौँ नत्र भने अब यहाँ लेख फर इक्विलिब्रियम भनेर लेख फर इक्विलिब्रियम फर इक्विलिब्रियम के भनेको इक्विलिब्रियम कन्डिसन भनेको मार्जिनल रेभेन्यू ए प्लस मार्जिनल रेभेन्यू बी बराबर मार्जिनल कस्ट अब मार्जिनल रेभेन्यू त हाम्रो माथि के थियो कति थियो क्वेसनमै छ नि त मार्जिनल रेभेन्यू मार्जिनल रेभेन्यू ए भनेको 400 माइनस 0.02 क्यू प्लस मार्जिनल रेभेन्यू बी बल्ल निकालियो 290 माइनस 0.04 क्यू 290 माइनस 0.04 क्यूबी मार्जिनल कस्ट भनेको 50 यही छ त 50 प्लस 0.02 क्यूबी 50 प्लस 0.02 क्यूबी भयो अब थाहा छँदैछ सबैलाई क्यू बनाइदिने 400